खाइदिउँ है ल हामी त सुरु गरे गुड मर्निङ जोडी दर्शक नमस्कार म हो रेशम आली मगर यहाँलाई मेरो युट्युब च्यानलमा फेरि पनि स्वागत गर्दछु दर्शकबिन म यति बेला काठमाडौँको लोत्से मल अगाडि पिपलको पेटमा छु दर्शक के चाहिँ सन्चै आएर गएको छ होला भन्ने आशा गर्दछु घाममा चाहिँ आइपुगिसकेको छ यहाँ चारैतिर गर्दा गाडी हिँड्दैछ है जताततै गाडी हिँड्दैछ आज भने म अनि साथमा दुईजना साथीहरू कौरा नचाउन जाँदैछौँ कौरा कहाँ नचाउन जाँदैछौँ भन्दाखेरि तनहुँको देवघाट गाउँपालिका कोटा अक्सर भन्ने ठाउँमा जाँदैछौँ विभिन्न कलाकारहरू जाँदैछौँ तनहुँतिरका मगर दाजुभाइहरू अत्यन्तै ख्यातिप्राप्त कलाकारहरू जाँदैछौँ तपाईँ पनि रमाइलो हुनेछ भन्ने आशा गरेको छु हजुरहरूले पनि के जस्तो लाग्छ उसको प्रतिक्रिया दिँदै हेर्दै गर्नुहुन्छ भन्ने आशा गर्छु है के अन्त चाहिँ खासै स्वर पनि खुल्या छैन घाग्रा घुग्रु भइरहेछ है राम्रोसँग सुतेको पनि छैन अब 3 बजे 4 बजीतिर सुतेको मान्छेहरू अब बिहानै उठेर हिँडेको छ त्यो गर्ने है साथीहरू कोही आएको छैन बल्ल बल्ल मात्रै छिटो भनेर एकजना नमस्ते सम्पूर्ण दर्शकबिनहरू आदरणीय सर रेशम आली मगरजीको युट्युब ब्लगमा म पनि यसरी उपस्थित भएर बोल्न पाउँदा म आफूलाई एकदमै आभारी ठानेको छु त्यही फेरि आउँदो भिडियोमा पनि यसरी उहाँसँग सहकार्य गरेर सँगै यसरी 2-4 शब्द दर्शाउन मौका पाऊँ भन्ने आशा लिएको छु उहाँलाई चाहिँ मेरो च्यानलमा धेरै धेरै स्वागत छ उहाँको नाम चाहिँ निरज राणा मगर उहाँ पनि तनहुँकै हुनुहुन्छ हामी तनहुँगीहरू आज कौरा नचाउन जाँदैछौँ हामी पर्खेर बसिरहेछौँ तर आएको छैन कहाँ गएछ थाहै छैन है कहिले कति बेला आउने भन्ने कुरा तर यहाँबाट चाहिँ 8 बजी चाहिँ हिँडिहाल्ने भन्ने कुरा रहेछ तर हामीलाई चाहिँ छिटो भनेर फोन गरेर भनिहाल्यो तर पनि हामी छिटो आएर बस्यौँ हामी चाहिँ अहिलेको लागि भाले तर उताको लागि को हुन्छ भाले थाहा छैन यसो भिडियो पनि हेर्दै दर्शकबिन लोत्से मलभन्दा अलिक तल्लोपट्टि यहाँ माइक्रो लाग्ने ठाउँमा लगभग साथीहरू जम्मा भइसकेको छ आज चाहिँ अब ठ्याक्कै यो माइक्रोमा जाँदैछौँ है उहाँहरू हाम्रो टिम आजको लास्ट सिट आसन गराउनु ल मलाई छोडेर गएको भन्नुहोस् बुढो मान्छेले छोडेर जाने ठिक छ अरू छिटो हाल्दा त भयो ए बाबु भयो भन्नु त मगर भाषा लाग्यो त के हो गुरुजी होला झरे ए भाइ हजुर त्यो नाम कुरा आगले भने पछि गाडीको पछि भने होला 3 सिट पछाडि होइन तपाईँ देखेछ भन्छ तपाईँ ढाका टोपी लगाएको छ अरे भन्दैछ सोध्नु त के लगाएको छ अध्यक्षज्यू के
भन्छ हाम्रो होमजीले खाजा के उसित कोको गाछो सोधेन वासे खाने पुरै खाने र खाजा त कोको गाछो थाहा भएन त्यहाँ सोधो मिलन छैन यहाँ मिलनको होला अर्को रेशम मिलन त आउँदैन हुन्छ रेशम अर्को ए रेशम न त्यो दुईजना मात्र त गाछो नै पक्कै त्यहाँ चारजना छ सोध्नु न कोको गाछो भनेर मगर गएपछि त सुँगुर मासु खाने नि के को अरू कुरा तनुङै गएको छ भनेपछि सोध्दै पर्दैन मेरो त सिधै रेडी गरेर राख्दै सिधै छ नि ल पिसा फेरि जानु पहिला गाडी चलाउँदैछ होला गाडी चलाउँछ होला क्या एकछिन निदाउन भनेको हाँसेरै निदाउनै पाएन सुराट राखेको अथवाले भर्नु छ भाइले फेरि यहाँ भिडियो कल गरे होइन मान्छेले गन्ती पनि गिन्ती पनि गरेको नि मान्छेले गरेको तर मास्क नचिने अर्डर गर्नुभयो त वासे कि मगर छोरो वास खाने अगाडि बसेर पछाडि त्यस्तो के आज दिनै त्यस्तो आज र भोलि हाम्रो दिनै चाहिँ हाँस्ने दुःख कसैले सम्झिनु भएन होइन भन्छ कि अब सधैँ एउटै दिन हुन्न अरे क्या कहिले घाम लाग्छ अरे कहिले पानी पर्छ अरे होइन सधैँ एउटै दिन हुन्न कहिले रुनी हुन्छ कहिले हाँस हुन्छ आज चाहिँ आज र भोलि चाहिँ नि हाँसे दिन हाम्रो जोक गर्ने है के हुन्छ जान्नेसम्म जोक गर्ने अनि पर्सि चाहिँ रुने हजुर पर्सि दिन चाहिँ देखिन्छ त्यसो घर आफ्नो घर व्यवहार हुन्छ होइन आफ्नो घर व्यवहार हुन्छ आफ्नै थाहा हुन्छ त्यो त हामीलाई थाहा अरू थाहा हुन्न नि त्यो होइन र के कसो कसै पनि पहिला यहाँ खाना खाने कुरा आयो हाम्रो टोलीहरू अगाडि गएको छ है घर चाहिँ घुमाउनु घर जस्तो छ रहेछ यहाँ भित्र चाहिँ स्ट्यान्डर्ड छ जस्तो लाग्यो कोही हाम्रो टिमले खानाको वेटिङ गर्दै हुन्छ सबैजना छोता र ढुवामै हजुर ल अनि यो दाल चाहिँ मजाले हाल्नु त्यो खालि डिसे झोल ल्याएको छ नि अले डिसे झोल गद्नु पर्यो सुनाइ सर डिसे गजबले छोचो खाट्टल लिएर यार इसी चाहिँ 5 डलर जग्गा लाग्छ काको जी छोचो यार माला खाएको लिएर यो छोरा खाइदिउँ है ल हामी त सुरु गर्यो अलिक तातो रहेछ ल अब म त हातले खानु मान्छ हैन प्रोफाइल बेयर काट गर्न सक्छु सोचे जरा कापा अरे टाजी लाफा गर्नु हुन्छ देखि म कुन आइ भाइ कस्तो हाँस लाग्यो रातमा त के आइपुग्यो डल्लै गोप्टीको टिस चाहिँ दामी छ है नाको मात्र हाटो अनि कान्छे मुनि भेटो
धमाका लिँदैछ चिकन खाना कुल्फी खोइ भित्र निर्माले ठ्याक्कै गएछ त खाना पनि कालो हाता भेन्डा त कालो दिने के अब चाहिँ हेल्थ रङ मोड खेल्छ बेसारा गाछ भन्नु हैन वो के कुछ यार बहुत जा आके जेक जमन चीज जा गाल गाल बेसी गरे छोडी यहाँ थप खाना रेस एक मना जति भाग्ने मुस्का त नहीं छोड़ दे हजुरले प्लिज गरे आउनु भयो यो आइसके भइहाल्यो दुई थपिन त्यता भएर अब उच्च बढी जानु भयो नि तपाईले जुन अर्डर गर्नु त्यो खाएर भने तपाईले खै त आउँदैन भने खाना त अलि नलजाइकन हालिदिनु होला है चार सय 70 रुपियाँको माछा खाना पनि खाइयो है मिठो त मिठै रहेछ है दर्शक हामी तल पुगेर फेरि माथि फर्केर किनकि अहिले खाना खाने ठाउँमा कमल सिंह सरले मोबाइल छोड्नु भएछ अनि त्यसपछि अहिले लिनको लागि फर्केर आएको छौँ काउन्टरमा राखिरहेछ भाइ हामीले के भने तपाईले काउन्टरमा राखिदिन्छ भने हैन भाइ यसो गर्दै आ भाइ हैन भाइ सिधा भन्नु पर्यो मेरो पैसा किनेको भाइ यसो गर्दै आथे भाइ भाइले हाम्रो भाइ यसो गर्दै आथे ओहो थरथर गाउँ त छैन टोयलेटमा अनि मोबाइल त मैले काउन्टरमा दिएँ यहाँ स्टाफ नभएको है अघि देखिएको गाउँ चाहिँ कोटा अहिले चाहिँ यो टारमा हामीले कोरोना चाउने चाहिँ यही हो है सबैजना ओर्लिसक्नु भएको छ कोही यता बसिराख्नु भएको छ है गाउँ चाहिँ यस्तो देखिरहेको छ घर चाहिँ यस्तो यस्तो छ दर्शक पनि यहाँ चाहिँ जाँतो रहेछ है दर्शकबिन हामी चाहिँ यहाँ ठ्याक्कै 8 घन्टामा चाहिँ बल्ल आइपुग्यौँ साथीहरू चाहिँ जडियाममा खाइजडी बोकेर निस्किनु भएको छ खोइ नाको खाइजडी खोइ माले डोनी त खाइजडी खाइजडी डोनी झ्याप पलाएर अब झ्याम मलाएर कौरा थाल्क्याले नानीको कुँडाले थाहा माले होइन नानीको कि झ्याम जिम हेलो सर नाको कुला बोली नाको खाइजडी डुब्छ नाको चाहिँ जम्मै म्याम भ्याएको चाहिँ तारा नाखिन्छ माले पुरसम्म मामा अब तै होला न थाहा छैन भने छान्नु पर्छ नि होला भित्री पर्न माहौल जे यहाँ चाहिँ रमणीय ठाउँले भिडियोस् नौलो ठाउँ बाबुबाजेको माहौल ठाउँ हैन जे त्यसो मिजाकै डुबा
चिजेस मार्न सेउला कछार कछार जे ठाउँ छैन प्रत्यक्ष रागी डुब्ने दृश्य के अझै अवलोकन चाहिँ कानको अवसर अझै रमाइलो आज चाहिँ पक्कै पनि कान विशेष कौराकी लागि छैन चिल्लो खैँडा उडाम घरको भन्छ चिल्लोले बाटा हल्की जाले नानी नाको सियागेल माल काउरा मासिहाले येल्नाको नाम आसमा नाको नि समीक्षाले डयको साइन अनुसार जम्मूको झोरले है पट्टाके झोरले सिनी नौलो ठगना नौलो लङ्गारा एकदम विशेष काम रन्जिता नानी दयमान चाहिँ कान्छ पहिला न भान्सा तर बिहावा जुम्लाको चना ल हामीलाई पर्खिँदै बस्नु भएको रहेछ सबैजना हामी चाहिँ अब आउँदा आउँदै ढिलो भयो के गर्ने है ल लफाको कान्नु हिजोलाई ल ल राम्रै ल जम्मूके झोरले टिकाबुकी जोडी चाहिँ हेल्की कुटाले लाफा माला गाला काट्या टिका बुझाल छिनी माल भोएको चाहिँ पुसाका बुहारी किन मा पुसाका भा सिरम थापा मगर फर्के म त तिम्रै मायालेदेखि लिएर ठुला माया नगोलादेखि लिएर सचेत गीतहरू कमल सिंह राणा मगर कमल सिंह राणा मगर है उहाँ चाहिँ शम्भु थापा मगर गाई जमाना
ल अब ठ्याक्कै खालमा आइपुग्यो।
मैले पहिले छराङ छराङ गरेर हिँडी राख्दै यो के रहेछ अन्डाको आँप चाहिँ बब्बाल क्या आम्मा कसरी फलेको कसरी फुलेको भुइँ कटर कागती जम्मै मामाको लेसा यहाँ छ मामाले भन्छ जम्मै जम्मै मामाको लेसा झोले मामाको आम्मा यम्माको गुना हिकामी गुनाकै ओहो बिजुली हालेले सौला
घुमाउँदैछ भर्खर भर्खर बालकहरूलाई दाइलाई त एकचोटि त्यतिले पुग्दैन दाइलाई त बाँकी त भरे यसमा निकाल्दै आयो नि हो त्यो निकालेर दिएको हजुर कोशाली भन्नु कोशाली आले भन्छ कोशाली आले के देना गइसे सामान मगर साह्रै माया जाई त्यहाँ साह्रै माया जाई थ्याङ्क यू साली नानी के मुसुक्कै हाँतिने उहाँ चाहिँ ओरिजिनल मगर अहिले के अरे अब वासिया चाहिँ बाबा फेरि गाह्रो गाह्रो छान्ने कि छ
ए छन् ल है ल है बस्ने ल अहिले सेतले जेनले है सुरु गरौँ नाकेर आचार एक पार्छ भने उयो आचार चाहिँ नाकी दियो भने धरेर आउँला नि एरा माइ मुटा हुन्छ नि बाबु नाकी टानाम टाम के मेठो मेलो को सेमाल खेल्दैन ओहो आमामा ओहो दामी सेल जाम्ने एक नम्बर जाम्ने ओके माझे लिकर शिखर आहे श्यामाले नाको इरामे नाको के इरामे ना दिले पुरान जामी हम जामी जापले mamai le 5-6 घंटा का वाना गाने वाना की कुछ थी कुछ नहीं अदर बताइए इसी वाले 5 नाम तो साल के ले 5 नाम तो साल से बिस्तारै हजुर बिस्तारै है कुर्सामी ठिकले
चाहिँ ठिकले ठिकले नि नाको हिँड्दा दसमी झर्ले है झर्ले आज हिँड्दा जर्मनले एकदम ठिकले कोटा दिएछ लाग्छ कान्छ अब नरा स्याग्रा नि वर्षक राछ यही ला वासे यी ए आमा ए वासे वनी कदर निले सो काराने वासे सेलुटीले आमा न भारत बिर्च्या मी आज म ए रामको हानले आमा जम्मै पाँच नाम चाहिँ स्कुलमा पकडी मैले जम्मै होला रामको त आज नाम त साले कि रामको त कन्या मार थोप्नेको नानी कन्या कुवारा चा खाल्टामा आए बुगुलको मासु बाबा मिठो